नमस्कार साथीहरू, यदि तपाईलाई त्यस्ता फिल्महरू मन पर्छन् जसले हरेक दृश्यमा तपाईको धड्कनहरू तेज बनाउँछन् र जहाँ प्रत्येक मोडमा नयाँ र रोमाञ्चक खुलासा हुन्छ भने आज हामी तपाईका लागि 5 उत्कृष्ट सस्पेन्स थ्रिलर फिल्महरूको सूची लिएर आएका छौं जसले तपाईलाई अन्तिम क्षणसम्म बाँधेर राख्नेछ। आउनुहोस् हाम्रो भिडियोलाई सुरु गरौँ। नम्बर 1 मा रहेको छ रात अकेली है। यो कथा एउटा मर्डर मिस्ट्री वरिपरि घुम्छ जहाँ एक पुलिस अफिसर एक हाई प्रोफाइल हत्या केसको जाँच गर्न दिन्छन्, तर जब ऊ गहिराईमा जान्छ उसले महसुस गर्छ कि हरेक व्यक्तिले केही न केही लुकाइरहेको छ। नवाजुद्दिन सिद्दिकी र राधिका आप्टेको दमदार अभिनयले यस फिल्मलाई अझ रोमाञ्चक बनाउँछ। यसको क्लाइमेक्सले तपाईलाई चकित पार्नेछ। त्यसैगरी नम्बर 2 मा रहेको छ बदला। अमिताभ बच्चन र तापसी पन्नू अभिनेता यो फिल्मलाई एक महिलामाथि आफ्नै प्रेमीको हत्या गरेको आरोप लाग्छ, तर ऊ दाबी गर्छ कि उसलाई फसाइएको छ। उसलाई बचाउनका लागि एक अनुभवी वकिल केस लिन्छन्, तर जति ऊ सत्यताका नजिक जान्छ उति नै केस जटिल बन्दै जान्छ। अन्त्यमा यस्तो ट्विस्ट आउँछ जुन तपाईले सोच्न पनि सक्नुहुन्न। त्यसैले यो फिल्मलाई अवश्य नै हेर्नुहोला। त्यसैगरी नम्बर 3 मा रहेको छ कन्मुड स्क्वाड। मलयालम सिनेमाको यो दमदार क्राइम थ्रिलर एक पुलिसको टोलीको कथा हो जसले देशका सबैभन्दा खतरनाक अपराधीलाई पक्रन मुस्किल मिसन सुरु गर्छ। यो मिसन जति सजिलो लाग्छ उति नै कठिन बन्छ। मम्मुटीको शानदार अभिनय र वास्तविक कथावस्तुले यस फिल्मलाई विशेष बनाएको छ। यो फिल्म एकदम थ्रिलले भरिएको छ, त्यसैले यसलाई अवश्य नै हेर्नुहोला। त्यसैगरी नम्बर 4 मा रहेको छ अन्धाधुन्ध। यो कथा एक अन्धो पियानो वादक वरिपरि घुम्छ जो गल्तीले एक हत्याको रहस्यमा फस्छ, तर के ऊ साँच्चै अन्धो हो वा यसको पछाडि ठूलो रहस्य लुकेको छ। आयुष्मान खुराना, तब्बू र राधिका आप्टेको उत्कृष्ट अभिनयले यस फिल्मलाई अझ रोमाञ्चक बनाउँछ। त्यसैगरी नम्बर 5 मा रहेको छ दृश्यम 2। यो एकदमै राम्रो फिल्म रहेको छ। यो फिल्म एक त्यस्तो व्यक्तिको कथा हो जो आफ्नो परिवारलाई जोगाउन जुनसुकै हद पार गर्न तयार हुन्छ। पुलिसले उसले पहिलो गरेको अपराधको रहस्य बाहिर ल्याउन खोज्छ, तर ऊ यति चालाकीपूर्वक हरेक कदम चल्छ कि कसैले पनि उसलाई पक्रन सक्दैन। अजय देवगनको शानदार अभिनय र दमदार कथाले यसलाई एक उत्कृष्ट थ्रिलर बनाएको छ। यी 5 फिल्महरू सस्पेन्स र थ्रिलर मन पराउनेहरूका लागि उत्कृष्ट छनौट हुन्। यदि तपाईलाई रहस्यमय कथा र दिमागी खेल मनपर्छ भने यी फिल्महरू अवश्य हेर्नुहोला। तपाईलाई यी मध्ये कुन फिल्म सबैभन्दा मन पर्यो कमेन्टमा बताउनुहोस् र यदि च्यानलमा यस्तै रोचकहरू सूची चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला र आफ्नो साथीहरूलाई पनि अवश्य नै सेयर गर्नुहोला। भेट्नेछौँ यस्ता एउटै नयाँ भिडियोको साथमा। आजको लागि यति नै। धन्यवाद।